हेलो नमस्ते साथीहरू। आज हामी डाइजेस्टिभ सिस्टम हैन यो पनि अयबमा क्वेशन सोधेको छ डाइजेस्टिभ सिस्टमबाट। राइट डाइजेस्टिभ सिस्टम organs एन्ड इट्स फंक्सन है यो सोधेको छ। यसलाई चाहिँ जवाब दिँदाखेरि कसरी जवाब दिने भनेपछि तपाईं हेर्न सक्नुहुन्छ। organs आर डिभाइडेड इन्टु टु पार्ट्स हैन। एउटा चाहिँ मेन organ हुन्छ र एउटा एसेसरी organ हुन्छ। मेन organमा चाहिँ माउथ, फेरिन्क्स, स्टोमक, स्मल इन्टेस्टाइन पनि तीनटा छ। यो ड्युडेनम हो, जेजेनम हो, इलियम हो। त्यसरी नै लार्ज इन्टेस्टाइनमा पनि सिकम छ, त्यसरी नै भर्मिफर्म छ, त्यसपछि कोलन छ र रेक्टम छ। कोलनमा पनि हैन हेर्न सक्नुहुन्छ तपाई एसेन्डिङ कोलन छ, त्यसरी नै ट्रान्सभर्स कोलन छ, डिसेन्डिङ कोलन छ र सिगमोइड कोलन छ। एउटा लास्टमा चाहिँ एपेन्डिक्स लेखिदिनु होला यता चाहिँ हैन रेक्टम अनि एपेन्डिक्स भनेर। त्यसपछि एसेसरी organमा हैन एसेसरी organमा चाहिँ सलाइभरी ग्ल्यान्ड छ, त्यसरी पेन्क्रियास छ, गाल ब्लाडर छ, त्यसरी नै लिभर रहेको छ। यति लेखिसकेपछि तपाईलाई चाहिँ अब यो चाहिँ 2 मार्क्स पाउनु भयो। अब तपाईले फंक्सन लेख्नु पर्ने हुन्छ। यो फंक्सन छ स्क्रिनशट लिनु होला सजिलो हुन्छ। फंक्सन डाइजेस्टिभ सिस्टममा फर्स्टमा इन्जेक्सन, त्यसरी नै mastication of food, त्यसरी डेग्लुटिनेसन अफ फुड फ्रम esophagus to stomach हैन। त्यसरी नै तपाई लेख्न सक्नुहुन्छ डाइजेसन हैन, ब्रेकडाउन अफ कम्प्लेक्स फर्म अफ फुड इन्टु इजी फर्म अफ फुड बाइ इन्जाइम, त्यसपछि अब्जर्प्सन, त्यसरी नै इलिमिनेसन र तपाई याद गर्न सक्नुहुन्छ फेरि एसिमिलेसन है। एसिमिलेसन भनेको के हो? अब्जर्ब न्युट्रिएन्ट्स बडी सेल है। यसो चाहिँ अलिकति यो 7 वटा जुन पोइन्ट छ 7 वटा पोइन्ट लेखेर अलिकति मात्र एक्सप्लेनेसन गरिदिएको छु। यति लेखेपछि तपाईलाई यसमा तपाईलाई 3 मार्क्स पाउनुहुन्छ र तपाईलाई यताबाट 2 मार्क्स भनेपछि यताबाट तपाईलाई 2 मार्क्स दिन्छ भनेपछि 5 मार्क्सको क्वेशन हो। तपाईलाई यति लेखिसकेपछि तपाई लोकसेवामा जसरी भए पनि 3.5 मार्क्स स्योर दिन्छन् हैन। लोकसेवामा अलिकति मार्क थोरै दिन्छ, त्यसले गर्दाखेरि राम्रोसँग लेख्यो भने चाहिँ मार्क तपाईलाई राम्रो आउँछ। हस् त धन्यवाद साथीहरु।